साथी त्यो पर दुईटा वर्ष उता रोप्यो हो उता हुँदैन हो अर्काकोतिर होइन र हो नि 2 वर्ष धेरै पर गयो यता ल्याउनुपर्छ त्यो तल्लो र अलि पल्लो आज चाहिँ हाम्रो बुवा पनि अलैँची बारीमा आउनुहुन्छ बुढोपाको मान्छे पनि सिमाना देखाउँदै हुनुहुन्छ अर्कातिर हुँदैन अरे उहाँले भनेको हाम्रो बाबुहरूको चाहिँ सिद्धान्त यस्तो छ है अर्काकोतिर चाहिँ हुँदैन है भन्छ यहाँ चाहिँ यो बिरुवा साह्रै टाढोबाट ल्याउनु भएको छ यो समाङखुको बिरुवा यसरी ल आज चाहिँ आफ्नै बारी जुगातिर चाहिँ हामी श्रम गर्न आएको छौँ आज शनिबार चाहिँ आफ्नै बारीमा श्रम गर्नलाई आएको छु म पनि अब यो 2 दिन हिजो र आज चाहिँ आफ्नो बारीको श्रम यस्तै छ यहाँ माथि निकै माथि लेकतिर छौवा बाजा आज भोलि 2-4 दिन चाहिँ श्रम गर्ने अब 4-5 दिन 6 दिन जति लाग्ने छ श्रम अब 3 दिनको श्रम यता भयो यो कुन ठाउँको साथीभाइले देखेछ कोही यो खाल हुन्छ है हाम्रो चाहिँ यो बारीमा चाहिँ अलैँची यसको नाम चाहिँ अलैँची हो यो टाढाको साथीभाइले मरममीतिरको साथीभाइले चाहिँ चिन्नु छैन ल आज चाहिँ अब यहाँ पोहोर गएको पहिरो यो पहिरोमा चाहिँ आज ठक्कै रोप्ने यो आज बिहानभरिमा यति गरियो यस्तै छ कामको चापाचाप बर्खा बुढापाकाले भने यस्तो मानो खाएर मुरी उत्पादन गर्ने समय यसपालिको यतातिर छ ल है मेरो घर चाहिँ यहाँबाट हेर्नुपर्दा ठ्याक्कै पर तल त्यो बेसीभन्दा पर पर्छ यसपालि धान खेतहरू रोप्नु निकै बाँकी छ यसपालिको खेतीहरू निकै पछि परिरहेको देख्छु सबैको